भक्किमले गाउँ नै व्यवसायिक किबी खेतीमा आकर्षित। म्याग्दीको बेनी नगरपालिका 3 भक्किमले गाउँ नै किबी खेतीतर्फ आकर्षित भएको छ। पछिल्लो समय किसानहरूले व्यावसायिक रूपमा किबी खेती गर्दै आएका छन्। 2067 सालमा हालका वडा अध्यक्ष पदम पुलले 150 बिरुवा लिएर सुरु गर्नुभएको किबी खेती राम्रो भएपछि अहिले गाउँका प्रत्येक घरले किबी खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन्। कोदो र मकैमा सीमित भएको बारीमा किबी खेती गरेर किसानले आम्दानी गर्न थालेका हुन्। हाल भक्किमलीमा व्यावसायिक रूपमा 50 घरभन्दा बढीले व्यावसायिक प्रयोजनका लागि करिब 6,000 भन्दा बढी बिरुवा गाउँभरि लगाएका छन्। भक्किमलीबाट किबी बिक्रीबाट 10 लाख भन्दा बढी आम्दानी हुने वडा अध्यक्ष पुनको भनाइ छ। मुसुङका लालबहादुर घरतीले 2077 सालदेखि सुरु गर्नुभएको मनोज कृषि फार्म मार्फत सुरु गर्नुभएको किबी खेती पछिल्लो वर्षदेखि उत्पादन दिन थालेको छ। व्यावसायिक रूपमा किबी खेती गर्न 3 लाख लगानी गर्नुभएको उहाँले 1,50,000 रुपियाँ अनुदान समेत पाउनु भएको छ। स्थानीय सरकारले बजारको व्यवस्थापन नगर्दा किसानले बजार खोजेर प्रति किलो 150 देखि 300 रुपियाँसम्म फर्मबाट बेनी र पोखराका व्यापारीलाई बेच्ने गरेका छन्। भक्किमलीको बीचको भाग र उपल्लो भागको ठन्नेरी बुकबुके मुसुङ लगायत क्षेत्रलाई किबीको पकेट क्षेत्रका रूपमा विकास गर्न बेनी नगरपालिका र कृषि शाखाले किसानलाई अनुदान तालिम र बिउ बिजन उपलब्ध गराउँदै आएका छन्।